सरल हुनु जति जटिल जिन्दगीमा केही पनि छैन। बाउले तिमी वनवास जाऊ, यहाँ सानी आमाले राज्य मागिन आफ्नो छोरालाई तिमी वनवास जाऊ, हस् गए। राम राजा भएर बसेमा रामायण हुने थिएन। त्यही भएर जे हुन्छ राम्रो हुन्छ। बच्चाले पढ्न सक्ला कि नसक्ला भनेर बाबामा पिरिएका हुन्छन्। तिम्रो पिरले त्यसले पढ्ने हो नपढ्ने हो र? पढेर काम नलाग्ने भएकाहरू पनि धेरै छन्, नपढेर महान वैज्ञानिक दार्शनिक भएका मान्छेहरू पनि छन्। त्यसैले वी द फर्स्ट रेट। संस्कृत पढेर पनि खेमराज केशव शरण दुनियाँले मानेको गुरु भए। मेडिकल एजुकेसनै पढेर पनि त कतिको त क्लिनिकै चलेको छैन नि। राम्रो टिकटकै बनाउने मान्छेले पनि त पैसा कमाएको छ नि। अचार बनाउनेहरूले धादिङको दिदीहरू कत्रो ठुलो उद्यम सिर्जना गरिदिनु भयो। के पढ्नु भएको छ त? अनि त्योभन्दा धेरै पढेको उद्योग मन्त्रीहरू त फेल भएको छ नि त देशमा। त्यसैले तपाईँ जहाँ लाग्नुहुन्छ त्यो कर्म भनेको पूजा हो, त्यसमा निरन्तरता दिएपछि त भइहाल्छ नि त। काठमाडौँमा मधेसीलाई हेप्छन् भन्थे, त्यही कम्युनिटीको मान्छेलाई यहीँका पहाडका यहीँका खास नेवार समुदायका मान्छेले काठमाडौँ महानगरपालिकाको मेयर बनाए त। बालेन शाहको कुरा मेयर बनाए त। अनि त्यही बालेन शाह प्रधानमन्त्री हुन्छु भन्दाखेरि त हिमाल पहाड तराई सबै जोडियो त, सबै मिलेर बनाए त। मधेसी त कसैले पनि भनेन।